मुर्दा घरबाट लास बेपत्ता। यो कथा एउटा दुर्गम गाउँ शिखरपुरबाट सुरु हुन्छ। हरियाली फाँटहरू, ससाना घरहरूले सजिएको यो गाउँ बाहिरबाट हेर्दा शान्त र निर्दोष लाग्छ, तर यसको गर्भमा लुकेको एउटा रहस्यले पुरै गाउँलाई हल्लाइदिन्छ। सूर्यको पहिलो किरणले जब शिखरपुर गाउँलाई अँगाल्दै थियो, दिनको सुरुवात सधैँ झैं सामान्य देखिन्थ्यो। खेतबारीमा किसानहरू काममा जुटिसकेका थिए। विद्यालय जाने केटाकेटीहरू हाँस्दै दौडिरहेका थिए। तर कसलाई के थाहा थियो र आजको दिनले यो शान्त गाउँमा एउटा यस्तो तुफान लिएर आउँदैछ जसले सबैको मनमा डर र चिन्ताको कालो बादल मडारिदिनेछ। त्यो दिन बिहानै गाउँकी सोझी एउटी युवती 19 वर्षीय कान्छी आफ्नो घर नजिकैको इनारमा पानी भर्न गएकी थिइन्। उनको अनुहारमा सधैँ चाहिँ एउटा मिठो मुस्कान थियो। उनका बुबालाई के थाहा थियो र आफ्नी छोरीको त्यो मुस्कान अन्तिम पटक देखिनेछ भनेर। दिउँसोको चर्को घाममा जब कान्छीको लास इनारमा तैरिरहेको भेटियो, शिखरपुर गाउँभरि एक्कासी सन्नाटा छायो। मानिसहरूका आँखामा डर र अनुहारमा चिन्ता स्पष्ट झल्किन्थ्यो। कान्छीको मृत्युको खबर सनसनीपूर्ण फैलियो। खबर पाउन साथ इलाका प्रहरी कार्यालयका प्रहरी हवलदारहरू आफ्नो टोलीसहित घटनास्थल पुगे। उनीहरूको लामो अनुसन्धान अनुभवले पनि यो घटना सामान्य नभएको संकेत गरिरहेको थियो। सबलाई तत्काल पोस्टमार्टमका लागि एउटा जिल्ला अस्पतालको मुर्दाघर लगियो। मुर्दाघरमा डाक्टर शर्माले पोस्टमार्टमको तयारी गर्दै थिए। सधैँ यस्ता घटनामा व्यावसायिक र संयमित देखिन्थे, तर भित्रभित्रै उनलाई पनि यो घटनाले बेचैन बनाएको थियो। पोस्टमार्टमको रिपोर्टले धेरैको प्रश्नको जवाफ दिने अपेक्षा गरिएको थियो। सायद कान्छीको मृत्यु हत्या थियो कि आत्महत्या, रहस्यको पर्दा खुल्ने आशा थियो। रात पर्न थाल्यो। कान्छीको शवलाई मुर्दाघरको चिसो कोठामा राखियो। डाक्टर शर्मा र हवलदार भोलिपल्ट बिहान रिपोर्टको प्रतीक्षामा आफ्नो बाटो लागे। गाउँमा शोकको लहर थियो, तर कसैले कल्पना पनि गरेका थिएनन् कि त्यो रात एउटा यस्तो घटना हुनेछ जसले पुरै जिल्लालाई चकित पार्नेछ। राति करिब 1 बजेको हुँदो हो। मुर्दाघर बाहिर रहेका सुरक्षा गार्डलाई अचानक केही अनौठो आवाज सुनियो। भित्रबाट केही हलचल भएको जस्तो लाग्यो। उनले टर्च बालेर हेरे, तर केही देखिएन। सायद मुसा वा बिरालो होला भनेर उनले खासै ध्यान दिएनन्। बिहान भयो। डाक्टर शर्मा र हलदार पोस्टमार्टमका लागि मुर्दाघर पुगे। ढोका खोलियो। भित्र छिर्ने बित्तिकै उनीहरूका आँखा चार भित्तामा दौडिए। जुन ठाउँमा कान्छीको शव राखिएको थियो त्यो ठाउँ त रित्तै थियो, सब बेपत्ता थियो। डाक्टर शर्मा र हलदारको मुखबाट एक शब्द पनि निस्किएन। उनीहरूका आँखामा अविश्वास र डर स्पष्ट देखिन्थ्यो। कसरी सम्भव भयो यो? एउटा तालचा लगाएको मुर्दाघरबाट एउटा शव कसरी गायब हुन सक्छ? न कुनै तोडमोडको निशान छ, न कुनै जबरजस्ती छिरेको प्रमाण नै। गाउँभरि खबर फैलियो आग झैं। मुर्दाघरबाट शव बेपत्ता भएको खबरले गाउँवासीहरू हलचल मच्चियो। प्रहरी प्रशासनमाथि दबाव पनि बढ्यो। हवलदारको लागि यो उनको करियरकै सबैभन्दा रहस्यमयी केस बन्यो। अनुसन्धान सुरु भयो। सुरक्षा गार्ड, अस्पतालका कर्मचारी सबैलाई सोधपुछ गरियो। गाउँलेहरूमाझ अनेकौं अड्कल बाजी र हल्ला फैलियो। कसैले भूतप्रेतको काम हो भन्न थाले, कसैले कालो जादुको कुरा गर्न थाले, तर प्रहरीले वैज्ञानिक तथ्य खोजिरहेको थियो। केही दिनको अनुसन्धानपछि प्रहरीले केही सुराग फेला पार्यो। मुर्दाघरको पछाडिपट्टि एउटा सानो झ्यालको जाली काटिएको छ, जुन खासै कसैले ध्यान दिएका थिएनन्, र अस्पतालका एकजना कर्मचारीको व्यवहारमा अस्वाभाविक परिवर्तन पनि देखिएको थियो। प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लियो र कडा सोधपुछ गर्यो। लामो समयको सोधपुछपछि उनले मुख खोले। घटनाको पछाडि एउटा यस्तो कुरा लुकेको थियो जुन सुनेर जो कोही पनि चकित पर्थे। ती कर्मचारीले बताए कि उनलाई केही अज्ञात व्यक्तिहरूले ठूलो रकमको प्रलोभन देखाएर शव चोर्न लगाएका थिए। उनीहरूको उद्देश्य सुनेर हवलदार चकित बने। प्रहरीले तत्काल त्यो गिरोहको खोजी सुरु गर्यो। केही दिनपछि शव सडे गलेको अवस्थामा फेला पर्यो। यो घटनाले गाउँवासीहरू पुरै डरले थरथरती कामिरहेका थिए। अन्त्यमा पत्ता लाग्यो कि तान्त्रिक गतिविधि गर्न यो शव चोरिएको रहेछ। दर्शकबिन, यो कथा सुनेर तपाईलाई कस्तो लाग्यो? कृपया
कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला र यस्तै कथाहरू सुन्नका लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला।